यस च्यानलमा कृषि सम्बन्धी महत्त्वपूर्ण जानकारी दिँदै आएका छौं। आजको भिडियोमा लसुन खेती गर्ने तरिकाको बारे जानकारी दिन गइरहेका छौं। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी सपोर्ट गरिदिनुहोला। अब लागौं विषयवस्तुतर्फ। लसुन हाम्रो भान्सामा प्रयोग पेट लसुन खानाले स्वास्थ्य सम्बन्धी धेरै फाइदा पुर्याउने गर्छ। लसुन खेती अन्तर्गत आज हामी जमिनको छनौट, बिउको छनौट, मलखादको प्रयोग, सिँचाइ आदि विषयहरूमा तपाईहरूलाई जानकारी गराउनेछौं। यो भिडियो अन्तिमसम्म हेरी हामीलाई प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं। लसुनको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ। लसुनको खेती विशेष गरी चिसो मौसममा गरिन्छ। लसुनको वनस्पतिक विकासको लागि छोटो दिन र चिसो हावापानीको आवश्यक पर्छ भने गानोको वृद्धि विकासको लागि लामो दिन र बढी तापक्रम आवश्यक पर्छ। अब लागौं लसुनको लागि आवश्यक पर्ने तापक्रम। लसुनको वनस्पतिक विकासका लागि 10 देखि 15 डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ भने गानोको वृद्धि र विकासका लागि 25 देखि 30 डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। त्यस्तै गरी नेपालको कुन भूगोलमा कुन समयमा लसुन लगाउनु पर्छ त? तराई र भित्री मधेसमा असोजको मध्यदेखि कार्तिक 15 सम्म लगाउन उपयुक्त हुन्छ। तल्लो पहाडदेखि मध्य पहाड क्षेत्रमा असोजदेखि कार्तिकसम्म लसुन लगाउन सकिन्छ भने उच्च पहाडी क्षेत्रमा साउनदेखि भाद्र महिनासम्म लसुन लगाउनु पर्छ। अब लागौं लसुनलाई चाहिने माटोतर्फ। लसुनको लागि पानी नजम्ने बलौटे दोमट खालको माटो र प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटो आवश्यक पर्छ। पीएचको कुरा गर्नु पर्दा 6 देखि 7.5 सम्मको पीएच लसुन खेतीको लागि उत्तम मानिन्छ। यसको लागि पानी नजम्ने, पानीको राम्रो निकास भएको र ओसेपन नहुने पारिलो घाम लाग्ने ठाउँ छनौट गर्नुपर्छ। त्यसपछि लागौं लसुनको बिउ छनौट र बिउ दरतर्फ। बिउको लागि पोटी छनौट गर्दा पोटिलो, ठूलो र स्वस्थ पोटी छान्नुपर्छ। छनौट गरेको पोटीलाई छोडाएर केस्रा बनाउने, छोडाइसकेको केस्राबाट साना चोट लागेको केस्राहरू हटाउने। यति गरिसकेपछि लसुनको बिउ तयार हुन्छ। सम्भव भए लसुनको पोटीलाई 2 ग्राम ब्याबिस्टिन पाउडर प्रति लिटर पानीमा मिसाई तयार पारिएको झोलमा 30 मिनेटसम्म डुबाई उपचार गर्नुपर्छ र पोटीलाई छायामा सुकाई चिस्यान घटाई रोप्नुपर्छ। लसुनको बिउ दर लगाउने दूरीमा भर पर्छ। स्थानीय जातको लसुनको पोटीहरू साना हुन्छन् र एक रोपनी जमिनमा लगाउन 15 देखि 16 किलो आवश्यक पर्छ। त्यस्तै गरी चाइनिज जातको लसुनका पोटीहरू ठूला हुने हुँदा यसको बिउ दर पनि धेरै लाग्छ। एक रोपनी जमिनमा खेती गर्नको लागि 25 देखि 30 केजी बिउ अर्थात पोटीको आवश्यक पर्छ। जग्गाको तयारी र बिउ लगाउने तरिका। सुरुमा जमिनलाई 2 देखि 3 पटकसम्म जोतेर माटोलाई बुरबुराउँदो बनाउने। अन्तिम जोताई गर्नु अघि प्रति रोपनी 30 देखि 40 टोका राम्रोसँग पाकेको गोडे मल वा प्राङ्गारिक मल हालेर जोत्ने। ड्याङ बनाउँदा जग्गाको बनोट र आवश्यकता अनुसार बनाउन सकिन्छ। ड्याङलाई 10 देखि 15 सेमी उठाउँदा राम्रो हुन्छ। यदि तपाईहरू व्यावसायिक रूपमा खेती गर्न चाहनुहुन्छ भने 1 मिटर चौडाइको ड्याङ बनाई 2 ड्याङ बीचको दूरी 30 सेन्टिमिटर राख्दा राम्रो हुन्छ। यस्तो गर्दा सिँचाइ गर्न, गोडमेल गर्न सहज हुन्छ। ड्याङको लम्बाइ जग्गाको बनोट र आवश्यकता अनुसार राख्न सकिन्छ। लगाउने दूरी। लसुनलाई 15 देखि 20 सेमीको दूरीमा लगाउन उपयुक्त हुन्छ। एक हाडदेखि अर्को हाडसम्मको दूरी 20 राख्ने र एक बोटदेखि अर्को बोटसम्मको दूरी 15 सेमी राख्नुपर्छ। यसको लागि सुरुमा 20 सेमीको फरकमा लाइन कोर्ने। लाइन कोरिसकेपछि लाइनमा पर्ने गरी 15 सेमीको फरकमा प्रत्येक लाइनमा छोडाएर तयार पारेर राखेको लसुनका केस्रालाई एउटा गरी जरा हुने भागलाई तलक पारी रोप्नुपर्छ। यसरी रोपिसकेपछि लसुन उम्रन लामो समय लाग्ने र झारहरू बिरुवाभन्दा अगाडि विकास हुने हुँदा छापो दिन जरुरी हुन्छ। अब लागौं मलखाद तर्फ। लसुनलाई पर्याप्त मात्रामा प्राङ्गारिक पदार्थको आवश्यकता पर्छ। यदि एक रोपनी जमिनमा लसुन खेती गर्दै हुनुहुन्छ भने अगाडि भने जस्तै अन्तिम जोताई गर्नु अघि 30 देखि 40 टोका राम्रोसँग पाकेको गोडे मल वा प्राङ्गारिक मल हाल्ने। 12 किलो डीएपी, 10 किलो पोटास र 1 किलो जिङ्कलाई ड्याङ बनाउनु अघि वा बनाइसकेपछि लसुन रोप्नुभन्दा अगाडि छर्ने र माटोमा राम्रोसँग मिलाउने। लसुन रोपेको 40 देखि 50 दिनमा बिरुवाको अवस्था हेरी 5 केजी प्रति रोपनीको दरले युरिया छर्ने वा 2 हारको बीचमा कुलेसो बनाइ हाल्ने र हलुका सिँचाइ गर्ने। त्यस्तै रोपेको 60 देखि 80 दिनमा फेरि 5 केजी प्रति रोपनीको दरले युरिया हाल्ने र हलुका सिँचाइ गर्ने। यसरी लसुन रोपिसकेपछि 6 देखि 7 महिनामा बाली तयार हुन्छ।
पात र डाँठ पहेँलो भएर खैरो भएको अवस्थामा लसुनको पोटी खन्ने बेला भयो भन्ने बुझ्नुपर्छ। लसुनलाई खन्दा पात र डाँठ नछुटिने गरी खन्नुपर्छ। लसुनलाई खनिसकेपछि 1 हप्ता छायामा सुकाउनुपर्छ, जसलाई क्योरिङ भनिन्छ। उखालेको 1 हप्तापछि केही पात र डाँठ काटेर फाल्नुपर्छ र हल्का हावा लाग्ने, शीतल खान नलाग्ने ठाउँमा फिजाएर वा झुन्डाएर भण्डारण गर्नुपर्छ। यसरी भण्डारण गर्दा लसुनलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ। यसरी लसुन खेती गर्यौं भने प्रति रोपनी 5 देखि 6 क्विन्टल लसुनको गाना उत्पादन गर्न सकिन्छ। आजको लागि भिडियो सामग्री यति नै। हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गई प्रतिक्रिया दिन नभुल्नुहोला। मन परे भिडियोलाई लाइक गरी शेयर गर्नुहोला। धन्यवाद।